guys, welcome back another छोटो मिनी ब्लग। मेरो नानी सुतेर भर्खर उठ्ने बित्तिकै बुबु खानु छोडेर के खाँदैछौ? के खाँदैछौ? यो के हो? लिची। लिची खान बसी अबलाई खाना खुवाउनु पर्ने। आज चाहिँ म मेरो छोरीलाई हैन अनि मेरो नानी चाहिँ बिहान सुति उठी दुध बिस्कुट खाने नराम्रो बानी लागेको छ हैन। अब के गर्नु खान्छ त्यसरी चाहिँ खाना चाहिँ त्यति धेरै खादिन क्या। बिहान 10 बजेतिर थोरै नै खान्छ अनि त्यही भएर म खाजाको साथमा चाहिँ उसलाई खानै खुवाउँछु क्या। तर आज चाहिँ म के खुवाउँछु त हेर्नु है। यहाँ अघि मुसेको भिडियो बनाउनु बिर्सेछु क्या। यहाँ चाहिँ दुध भात अनि केरा अनि चिनी हो। आज चाहिँ खुवाइरहेको छु। नभए म दाल भात नै खुवाउँथेँ होइन। तर आज चाहिँ मैले दुध भात केरा मजाले मुस्ने अनि कस्तो स्लोट स्लोट खान्छन् क्या नानीहरू। फाइदा पनि गरौँ पेट पनि बढो। गर्मीमा पेट पनि चिसो कहिले काहीँ दही भातहरू खुवाउनु होइन। आँगन आँगन आमा कति ज्ञानी हो, कति ज्ञानी हो मेरो छोरा त, कति ज्ञानी हो। लिची खेली खेली भात खान्छ नि हो। भात भात। मेरो छोरी चाहिँ 20 महिना कि छे होइन। तर मजाले बोल्न सिकिसकेको छ नि बेटा। अब कस्तो मिठो छ नि। आहा कति मिठो कति मिठो कति मिठो। ओइ त्यो बोक्रा हाल्नु हुँदैन छाडा बच्चा। ल हुन त बच्चाहरूलाई आफैले खाना दिएको राम्रो होइन। तर पोखाएर के गरेर खान्छ। लिची पनि मुखमा हालेको थियो। ल मम्मा गर अमुई लाटा आउँछ नि फेरि भात खाएन भने त। गौशालाको लाटा नि आउँछ नि भात खाएन। भात खानुपर्छ ल भन। ज्ञानी छ हो मेरो छोरी। कहाँ उता जानुभएको? यहीँ बस्नु न। पानी हो। ल ल हम्मा गर्नु हम्मा गर्नु हम्मा गर्नु। ल ल ल ल चकचक होइन हम्मा। खाएकै छैन त्यो के हो? लिची हालेछ हौ मुखमा। निकाल निकाल यो खाऊ। लिची भात सँगसँगै खाऊ। कस्तो टेस्टी होइन, मिठो होइन बेटा। अब अब रक 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 यता फर्क न। नाची नाची भात खाई नाची नाची भात खाई नाची नाची भात खाई। मेरो छोरी त डान्स गर्न पो थाल्छ त्यही। आहा 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 आहा। ल ल ल है ल आ है आ है आ है आ है आ है। ल ल ल भात खान बस्ने अब। ल ल भयो नाच्नु हुँदैन। मुवाले झर बाबाले मार्नु चाहिँ मुवा उडो भने त। ल आउन आउन आमा